तपाईहरुले सोध्नुभएको क्वेशन है धेरैजनाले मलाई मेरो प्रोफेसन अनि त्योसँगै सम्बन्धित कुराहरू सोध्नुभएको थियो। म चाहिँ जर्मनीमा चाहिँ अब धेरैले सोध्नुभयो, त्यही भएर भन्दैछु है। अलिकति अप्ठ्यारो लाग्छ यस्तो कुरा गर्न चाहिँ। म चाहिँ जर्मनीमा एज अ नर्स काम गरिरहेको छु। मैले चाहिँ यहीँनिर हाउस बिल्डिङ गरेको हो। अनि 2020बाट त्यतिखेर चाहिँ जेनेरालिसिएट हाउस बिल्डिङ भन्ने भर्खर सुरु भएको थियो। अनि त्यसमा चाहिँ अब के डिफ्रेन्स छ भनेर मैले भिडियोमा त भनेको छु है। त्यो हाउस बिल्डिङ चाहिँ मैले गरेको हो। अनि हाउस बिल्डिङ सिद्धिएर फर्स्ट जेनेरालिसिएट कोर्स भनौँ न। अनि हाउस बिल्डिङ सिद्धिएर चाहिँ अहिले चाहिँ म काम गरिरहेको छु इन्टेन्सिभ केयर युनिटमा। अनि 2 वर्ष जति भयो, 2 वर्ष भयो इन्टेन्सिभ केयर युनिटमा काम गर्न थालेको। अनि त्यो सँगसँगै चाहिँ यहाँनिर चाहिँ थुप्रो म्युक्लिफाइडहरू हुन्छ, भाइटर बिल्डिङ हुन्छ, फाख भाइटर बिल्डिङहरू हुन्छ, अरू थुप्रो हुन्छ, अझै पढ्ने कुराहरू हुन्छ। अनि त्यो सँगसँगै चाहिँ मैले अहिले मेरो पढाइ पनि सुरु गरेको छु। अनि त्यही हो अनि तपाईहरुले त्यही सम्बन्धी क्वेसनहरू सोध्नु भएको छ। अब मेरो एक्सपिरियन्स अनुसार त्यसको एन्सरहरू पनि तपाईलाई म दिन्छु है। अनि क्वेसन चाहिँ के थियो भन्दाखेरि प्रायः सबैजनाले सोध्नु भएको नेपालमा हुनुहुनेले, जस्तै कि अब कति त साइन्स ब्याकग्राउन्ड फिल्डबाटै हुनुहुन्छ हैन, अनि कति चाहिँ म्यानेजमेन्ट, अनि कति अरू ब्याकग्राउन्डबाट हुनुहुन्छ। अनि उहाँहरूको क्वेसन चाहिँ जर्मनी आएर पनि नर्सिङ गर्न मिल्छ त अरू ब्याकग्राउन्डबाट भन्नुभएको छ। अफकोर्स मिल्छ। यहाँनिर चाहिँ त्यो ब्याकग्राउन्ड चेक अब कुन चाहिँ पढ्यो, के पढ्यो, कस्तो पढ्यो त्यो चाहिँ गर्दैन। अनि अरू स्टेटमा चाहिँ मैले सुने अनुसार चाहिँ त्यस्तो छैन भन्ने सुनेको। तर बाडेन-व्युर्टेम्बर्गमा चाहिँ अब यो रिगेरिङ्स प्रेसिडियममा धेरै कुराहरू चेन्ज भइरहेको छ। अनि बाडेन-व्युर्टेम्बर्गमा चाहिँ के छ भन्दाखेरि अब अहिले नयाँ रुल्स आएको छ हैन। अनि 2024बाट फेब्रुअरी 2024बाट नयाँ फ्लेगरबेरुफ गेजेट्स आएको छ। फ्लेगरबेरुफको पनि ल रेगुलेसन्सहरू हुन्छ, फुलफिल गर्नुपर्ने रामेन बेटिकुङ्गेनहरू हुन्छ तपाईँको हैन। हाउस बिल्डिङ गर्दाखेरि, हाउस बिल्डिङ गरिसकेर पनि एज अ फाखक्राफ्ट काम गर्दाखेरि, अनि हाउस बिल्डिङ सुरु गर्नुभन्दा अगाडि पनि क्राइटेरियाहरू हुन्छ। त्यसलाई चाहिँ रामेन बेटिकुङ्गेन भन्छ। अनि त्यो कति रामेन बेटिकुङ्गेन जति फ्लेगरबेरुफ गेजेसमा छ त्यो चाहिँ पुरा हुनुपर्छ। अनि अहिले चाहिँ चेन्ज भएको छ। त्यही भएर अब कतिजनाले सोध्नु होला है, अब म त +2 दिएर नै आएको हो, तर मेरोमा त यो एब्सलुस आयो, यो एब्सलुसले त मैले मेरो हाउस बिल्डिङ एज अ फ्लेगरफाख्राउ गर्न पाउँदिनँ रहेछु। मैले चाहिँ त्यसको लागि पहिला सुरु चाहिँ के त फ्लेग हेल्फ कि फ्लेग असिस्टेन्टको हाउस बिल्डिङ गर्नुपर्ने रहेछ भनेर आइरहेको क्वेसन है। अनि त्यो कतिजना चाहिँ म्यानेजमेन्ट, ह्युम्यानिटी फिल्डहरूबाट हुनुहुन्छ, यहाँ स्टुटगार्ट, बाडेन-व्युर्टेम्बर्ग पढी अरू ठाउँतिर पनि। अनि उहाँहरूको चाहिँ मलाई अरू स्टेटको चाहिँ थाहा भएन, मैले त्यस्तो कुराहरू सुनेको छुइनँ। अब यहाँको कुरा गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ अहिले प्रायः जस्तो त्यो फिल्डको हुनुहुनेले चाहिँ डिरेक्ट फ्लेग हाउस बिल्डिङ सुरु गर्न नपाएको अवस्थाहरू पनि देखेको छ। किन भन्दाखेरि त्यसमा कति फेयरहरू हुन्छ होइन, कति सब्जेक्टहरू हुनुहुन्छ जहाँ चाहिँ तपाईँको म्याथमेटिक्स चाहिने, साइन्सबाट अब साइन्स चाहिने, अब बायो, बोटनी, जुलोजी त्यस्तो भन्दैन, तर साइन्स चाहियो। अनि त्यसपछि इङ्ग्लिस चाहियो होइन। अनि के त्यहीँनिर तपाईँको रिगेरिङ्स प्रेसिडियमले डकुमेन्टमा सबै लेखेर पठाएको हुन्छ। त्यो डकुमेन्ट कन्भर्ट गर्ने बेलामा त्यो कुराहरू छ। अनि म चाहिँ के भन्छु भन्दाखेरि म बहिनीहरूलाई पनि त्यही भन्छु। अनि कतिजनाले आफ्नो हाउस बिल्डिङ, आइनेरीको हाउस बिल्डिङ पनि सुरु गर्नुभएको छ होइन। तपाईँले त्यसलाई हानि भन्ने कुरा केही पनि पार्दैन कि, किनभने तपाईँले 1 वर्षमा यति धेरै कुरा सिक्नुहुन्छ कि तपाईँको आइनजाज हुन्छ, आइनजाजर हुन्छ क्राङ्केन हाउसमा होइन। अनि त्यहाँनिर पनि सिक्ने कुराहरू हुन्छ, क्राङ्काइट्स बिल्डरदेखि लिएर उम्गेन गर्नेदेखि लिएर। त्यो 1 वर्षको एक्सपिरियन्सले तपाईँहरूलाई 3 वर्षको हाउस बिल्डिङमा यति धेरै हेल्प गर्छ कि तपाईँलाई त्यो गाइस्टिक स्ट्रेस हुन्छ नि, त्यो कपलिक स्ट्रेस त छँदैछ, अब गाइस्टिक स्ट्रेस पनि हुन्छ होइन, फिजिकल र साइकोलोजिकल स्ट्रेसहरू। साइकोलोजिकल स्ट्रेसमा चाहिँ तपाईँलाई धेरै कम
गर्छ। किन भन्दाखेरि 1 वर्षको हाउस बिल्डिङ पछि कतिले काम गर्छु भनेर सोचेको हुन्छ, काम गर्नेले गर्छ होइन। तर म चाहिँ के भन्छु भन्दा डिरेक्ट ड्राई एरियाको हाउस बिल्डिङ सुरु गर भन्छु, अनि त्यसमा चाहिँ तपाईँहरूलाई धेरै हेल्प गर्छ है।